यो चाहिँ टोकियो टावर हो। यसमा बिस्तारै लाइटनिङ हुँदै आइरहेको छ। अन्तिमसम्म हेर्नुहोला। यसमा चाहिँ पुरै उज्यालो हुने गरी लाइटनिङ हुँदै गएको छ। लाइटहरू बिस्तारै बढ्ने क्रममा छ। एकदमै राम्रोसँग लाइटनिङ भइरहेको छ। यहाँ बिस्तारै बिस्तारै अँध्यारो हुँदै गएपछि लाइटनिङ हरेक दिन हुने गर्छ। टोकियो टावरमा बिस्तारै उज्यालो बढ्दै गएको छ। हामी हेर्न सक्छौँ बिस्तारै उज्यालो बढ्दै गएको छ। एकदमै रमाइलो दृश्य देख्न सक्छौँ। कृपया धैर्य गरेर हेर्नुहोला।